कार्यक्रमका विशिष्ट अतिथिहरू, सम्पूर्ण अतिथिहरू, यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, आए नाना आमा आमा बेनन्द ठ्याकुल्ला नमस्कार। आज यो तिमाल जात्राको उपलक्ष्यमा यो हाम्रो अत्यन्तै ऐतिहासिक तिमाल जात्रा हिजो बौद्ध नागमा थियो, आज स्वयम्भूमा भइरहेको छ र यसको उपलक्ष्यमा म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र आज हामीलाई यस कार्यक्रममा बोलाएर जुन सम्मानित गर्नुभएको छ यसको लागि कार्यक्रमका आयोजक साथीहरू र सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा म हार्दिक धन्यवाद दिन चाहन्छु। वास्तवमा नेपाल विविध संस्कार संस्कृति जात जातिले भरिपूर्ण देश हो। यो हाम्रो पहिचान हो, नेपालको पहिचान हो, नेपालको राष्ट्रियता हो। यसलाई जगेर्ना गर्नु हामी सबैको दायित्व हो। वास्तवमा हामीले उज्यालो नेपाल भनेर देशव्यापी अभियान अगाडि बढायौँ। आज सहरी क्षेत्र मात्रै होइन, गाउँमा उज्यालो भएको छ, विकट ठाउँमा उज्यालो भएको छ। चेपाङ बस्ती, मुसहर बस्ती र कर्णालीका विकट कुनाहरूमासम्म हामीले उज्यालो दिएका छौँ। यो उज्यालो नेपाल काठमाडौँमा मात्रै उज्यालो भएर उज्यालो हुँदैन, उज्यालो नेपाल देशव्यापी रूपमा उज्यालो हुनेछ भनेर हामीले अभियान सुरु गऱ्यौँ। यो अभियान करिब सम्पन्न भएको छ। यस उपलक्ष्यमा हामीले नेपाललाई मात्रै उज्यालो बनाएनौँ, नेपालको जलविद्युत भारत र बङ्गलादेशसम्म पनि निर्यात गरेर त्यहाँका गाउँमा पनि उज्यालो छरेका छौँ। यो हाम्रो नेपालको हामी सबैको सफलता हो भन्ने मलाई लाग्छ। उज्यालो वास्तवमा अँध्यारो यो ऊर्जा क्षेत्रमा मात्रै छैन, अँध्यारो धेरै क्षेत्रमा छ। नेपालको हरेक क्षेत्रमा उज्यालो बनाउनु पर्नेछ। धेरै क्षेत्र अँध्यारो छ, त्यो अँध्यारोलाई हामीले उज्यालोमा परिणत गर्नलाई राष्ट्रले हामी सबै लागेर समृद्ध नेपाल बनाउनु आजको हाम्रो आवश्यकता हो। त्यसको लागि हामी सबै लाग्नुपर्छ। आज म निवर्तमान कार्यकारी निर्देशक हुँदै गर्दाखेरि तपाईँहरूबाट जुन किसिमले सम्मानित हुने अवसर पाएको छौँ, सबै नेपाली जनता तपाईँहरूले जुन किसिमको सम्मान सडकमा गएर सदनमा बोलेर र फेसबुक सामाजिक सञ्जालमा बोलेर जुन सम्मान व्यक्त गर्नुभएको छ, सम्पूर्णलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। म सरकारबाट अपमानित भए पनि यहाँहरूबाट जनताबाट सम्मानित भएको छु, त्यसमा म एकदमै गौरव ठानेको छु। यो तपाईँहरूले अब उज्यालो सबै क्षेत्रमा उज्यालो छर्नुपर्ने छ। तपाईँहरू जागरुक भएर लाग्नुपर्ने छ। शिक्षाको उज्यालो विशेष गरेर तामाङ समुदायमा शिक्षाको उज्यालो सबभन्दा महत्त्वपूर्ण उज्यालो हो। सबैले शिक्षामा विशेष ध्यान दिउँ र सबैलाई शिक्षाको उज्यालो छरौँ र यही शिक्षाको उज्यालोबाट मनभित्रको उज्यालो ल्याउने छ र यसले समाज, देश र संसारलाई परिवर्तन गर्न सक्छ। यो परिवर्तनको सम्भाग शिक्षा हो। शिक्षालाई विशेष महत्त्व दिउँ भन्दै आज म यहाँहरूको सम्मानको लागि धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद।